यति बेला तपाईँ हेर्दै हुनुहुन्छ नेपाली आवाज दैनिक युट्युब। सूचना, ज्ञान, समाचार र मनोरञ्जनको एउटा क्षेत्र। नेपाली आवाज दैनिक युट्युब च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। नमस्ते दर्शकबिनहरू, यति बेला तपाईँ नेपाली आवाज दैनिक युट्युब च्यानल हेर्दै हुनुहुन्छ। सूचना, ज्ञान, समाचार र मनोरञ्जनको एउटा क्षेत्र। नेपाली आवाज दैनिक युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शक एवं श्रोताहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँको साथमा छु गोपाल रेग्मी र यो मेरो नयाँ युट्युब च्यानलमा पहिलो पटकको नयाँ भिडियो हो। सबैले सब्सक्राइब गरेर साथ दिनुहोला भन्ने आशा राख्दछु। र आज म तपाईँलाई इन्डियाको चेन्नई सिटी, एकदमै फेमस विकसित क्षेत्रको बारेमा, यहाँ रहेको मेरिना बिचको बारेमा यो भिडियो तपाईँमाझ प्रस्तुत गर्दैछु। भिडियोलाई हेरेर यहाँले साथ दिनुहुनेछ र लाइक, कमेन्ट, सेयर गर्नुहुनेछ भन्ने आशा राख्दछु। विशेष गरेर यो चेन्नई मेरिना बिच एकदमै ठुलो रहेको छ र यहाँ धेरै किसिमका मानिसहरू बसोबास गर्नुहुन्छ र रमाइलो छ ठाउँ। केही भिडियोहरू तपाईँमाझ देखाउन गइरहेको छु। विस्तृत अन्य भिडियोहरू जोडेर म तपाईँलाई यहाँको बारेमा केही जानकारी दिनेछु है। हजुर, विशेष गरेर यो क्षेत्र भनेको तमिलनाडुको साउथ इन्डियन तमिल भाषा यहाँ प्रयोग हुन्छ र यहाँ बाहिर नेपाल, त्यसपछि इन्डियाका विभिन्न उत्तर प्रदेश, बिहारबाट मानिसहरू काम गर्न आउँछन् र यो क्षेत्र यहाँबाट देखिरहँदाखेरि मलाई पनि आफ्नो गाउँ समाजको एकदमै माया लाग्छ। नेपालप्रति मेरो एकदमै प्रेम रहेको छ र आफूले कर्म गरिरहेको क्षेत्रबाट पनि तपाईँले यो भिडियो देखाउँदैछु। र नमस्ते, फेरि पनि यो भिडियो तपाईँमा जोइन गरिरहेको छु। विशेष गरेर यो तमिलनाडुको क्षेत्रमा तमिल भाषाहरू यहाँ धेरै प्रयोग हुन्छ र चेन्नई सिटी भनेपछि अत्याधिक जनसङ्ख्या भएको सिटी हो र त्यस कारणले गर्दा यो क्षेत्रमा धेरै गर्मी हुने गर्दछ। तर यो समुद्रको नजिकमा रहने ठाउँहरूमा चाहिँ समुद्रको बहावले केही शीतलता प्रदान गर्दछ। चेन्नईको मेरिना बिच भनिसकेपछि धेरै दर्शक श्रोताहरूले सुन्नुभएको छ या नसुनेको भए यो भिडियो मार्फत जानकारी गराउन चाहन्छु। आफूले कर्मथलो बनाइसकेपछि, काम गरिसकेपछि आफ्ना छुट्टीहरूमा घुम्नको लागि एकदमै लोकप्रिय ठाउँ र समुद्र आइसकेपछि धेरै शीतलता आफूले पाउन सकिन्छ।
र चेन्नई मेरिना बीच पुगिसकेपछि फर्कने क्रममा नजिकै एउटा पार्क जस्तो स्थल रहेको छ। यहाँ पनि मनमोहक दृश्य, एकदमै सुन्दर आभास लिन सकिन्छ। उहाँ चाहिँ यस पिक्चरमा सजाइएर राखेको चेन्नई तमिलनाडुको मुख्यमन्त्री, महिला मुख्यमन्त्री जयललिता हुनुहुन्थ्यो।
र चेन्नई मेरिना बिच सम्बन्धी केही भिडियो लिइसकेपछि म अब आफ्नो ठाउँतर्फ अगाडि बढिरहेको छु। सबै आदरणीय दर्शक श्रोताहरू, घुम्ने पर्यटकहरू यो पार्कमा घुमिसकेपछि अब बाहिर स्थानबाट चाहिँ आफ्नो काम गर्ने स्थलमा पुग्नको लागि बस सेवा, अटो, रेल, विभिन्न किसिमका सवारी साधनहरू प्रयोग गरेर आफ्नो काम गर्ने स्थानमा फर्कन सकिन्छ। यहाँबाट फर्किसकेपछि अब केही अगाडि लगभग यहाँबाट 200 मिटर अगाडि बस स्टेसन, बस पार्क रहेको छ। त्यहाँबाट बस नम्बर प्रयोग गरेर चाहिँ यहाँ बस नम्बर लेखिएको हुन्छ। चेन्नईका विभिन्न स्थानमा चाहिँ पुग्न सकिन्छ। थ्याङ्क यू सो मच। यतिन्जेलसम्म मेरो भिडियो यो नेपाली आवाज दैनिक युट्युब च्यानलमा यो भिडियो हेरेर साथ दिने सम्पूर्ण आदरणीय दर्शक एवं श्रोताहरूलाई थ्याङ्क यू सो मच धन्यवाद दिन चाहन्छु। र आगामी बसेमा तपाईँमाझ यस्तै सन्देशमूलक भिडियो लिएर उपस्थित हुनेछु भन्दै म गोपाल रेग्मी आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।